अन्तिम घरको छाया। गाउँको अन्तिम सडकमा एउटा पुरानो घर थियो। कहिल्यै कसैले त्यहाँ रात बिताएका थिएनन्। एक दिन रोहन र उसको साथीहरू गाउँको कथा सुनेर उत्सुक भए। हेर्न जाउँ, साँच्चै भूत छ कि छैन। रातको 12 बजे उनीहरू घरमा प्रवेश गरे। 12 बजे उनीहरू घरमा प्रवेश गरे। घरभित्र अन्धकार थियो, केवल चिरबिर चिरबिर आवाज मात्र। हिँड्दा हिँड्दै अचानक ढोका बन्द भयो। यो कसले गर्यो? रोहन डरले भन्यो। अचानक तेर्सो तलाबाट सानो बच्चाको हाँसो गुन्जियो। साथीहरूले भने, त्यो 20 वर्ष अघि हराएको बच्चा। बुढो पुरानो घडीले अचानक 12 बज्यो र सबैको महसुस गरे। घडीको टोकाइसँगै घरभित्रको छाया उनीहरूतिर पर्दै थियो। अर्को बिहान मात्र गाउँलेले देखे। रोहन र उसका साथीहरू घर बाहिर थिए, तर आँखा खाली बोल्न सक्दैनन्। भनिन्छ, घरमा प्रवेश गर्ने जोसुकै छायासँगै केही भाग हराउँछ। आजको भिडियो कस्तो लाग्यो कमेन्टमा सुझाव दिनुहोस्। थप जानकारी के बनाउनु पर्छ हामीले केही सुझावहरू दिनुहोस्। जाँदा जाँदै सब्स्क्राइब गर्न नभुल्नुहोला अनि बेल आइकन थिच्न नभुल्नुहोला यस्तै अन्य भिडियो हेर्नको लागि।